नमस्ते, सुन्ने साथीमा तपाईलाई स्वागत छ। आज म तपाईलाई एउटा यस्तो कथा सुनाउँदैछु जुन कथा सुन्दै गर्दा तपाईको आँखा रसाउन सक्छन्। यो कुनै कल्पना होइन, यो हाम्रै पहाडका भिर पाखाहरूमा गुन्जिएर हराएको एउटा तीतो सत्य हो। यो कथा हो मुगुको एउटा सानो बालक पेम्बा र उसको कहिल्यै पूरा नभएको एउटा सानो सपनाको। मुगुको एउटा विकट गाउँ, जहाँ बादलले पहाडलाई हरपल जिस्काइरहन्छ। त्यही एउटा पुरानो झुप्रो थियो, जसको धुरीबाट धुवाँभन्दा बढी अभाव निस्किन्थ्यो। त्यहाँ 9 वर्षका पेम्बा र उनका वृद्ध हजुरबुबा बस्थे। पेम्बाका बुबाआमालाई धेरै वर्ष पहिले निको नहुने बिमारले खाइदियो। गाउँलेहरू भन्थे उपचार पाएको भए बाँच्थे कि, तर त्यो पहाडमा उपचार पाउनु भनेको आकाशको तारा खसाल्नु जस्तै थियो। पेम्बाका हजुरबुबाको खुट्टा निकै दुख्थ्यो। जाडो महिनामा त उनी ओछ्यानबाट उठ्नै सक्दैनथे। 9 वर्षको पेम्बाले आफ्नो सानो हातले खोले पकाउँथ्यो र बाजेलाई खुवाउँथ्यो। उसले सधैँ सोच्थ्यो, ठूलो भएपछि म बाजेलाई निको पार्ने औखती र एउटा बाक्लो न्यानो सिरक किनिदिन्छु। एक दिन गाउँमा एउटा सहरी साहु आयो। उसले हजुरबुबालाई भन्यो, बुढाबा, यो केटोलाई यहाँ राखेर के गर्छौ? मसँग सहर पठाऊ। यसले काठमाडौँका ठूला महलमा काम पाउँछ, टन्न खान पाउँछ, नयाँ लुगा लगाउँछ र स्कुल पनि जान पाउँछ। महिनाको पैसा म तिमीलाई पठाइदिउँला। हजुरबुबाको मनमा शङ्का त थियो, तर गरिबी यति बलियो भयो कि उनले नातिको भविष्यका लागि आँसु पुछ्दै हुन्छ भने। बिदाईको दिन पेम्बाले आफ्नो फाटेको झोला भिर्यो। बाजेले उसको टाउको सुमसुम्याउँदै काँपेको स्वरमा भने, नानु, सहर गएर धेरै नपढे पनि हुन्छ, तर पेटभरि खानु र बाजेलाई नबिर्सिनु है। पेम्बाले बाजेको गालाको आँसु पुछ्दै भन्यो, बाजे, म त छिटै फर्किन्छु। दशैँमा आउँदा तपाईका लागि न्यानो सिरक र खुट्टा दुख्ने औखती लिएर आउँछु, अनि हामी सँगै बसेर कोदोको रोटी खाउँला है। तर काठमाडौँ पेम्बाले सोचे जस्तो सुन्दर थिएन। उसलाई न त स्कुल लगियो, न त महलमा राखियो। उसलाई एउटा धुलो र धुवाँले भरिएको इँटा भट्टाको अन्ध्यारो कुनामा हुलियो। उसको सानो काँधमा कापीको झोला होइन, काँचो इँटाको भारी लादियो। बिहान 4 बजेदेखि राति अबेरसम्म उसले माटो र हिलोमा आफ्नो बाल्यकाल साँटिरह्यो। बिरामी हुँदा उसले तातो पानी पाएन, बरु मालिकको गाली र कुटाई पायो। एक रात बाहिर दर्किरहेको पानी र मुटु कमाउने चिसो थियो। पेम्बालाई कडा ज्वरो आएको थियो। उसले काम्दै बाजे बाजे भन्दै पुकारिरह्यो, तर उसको आवाज सुनिदिने त्यहाँ कोही थिएन। उसले आफ्नो फाटेको कम्बल ओढ्यो र बाजेले बिदाईमा दिएको त्यो पुरानो सिक्का मुठीमा कसेर समात्यो। भोलिपल्ट बिहान पेम्बा त उठ्यो, तर यो संसारबाट सधैँका लागि। उता मुगुमा हिउँ पर्न सुरु भइसकेको थियो। हजुरबुबा हरेक दिन गाउँको देउरालीमा गएर बाटो हेर्थे। दशैँ आयो, तिहार आयो, तर पेम्बा आएन। गाउँलेहरू भन्थे, बुढाबा, अब त आस मार, त्यो साहु त ठग रहेछ, अरूका छोराछोरी पनि बेचेछ उसले। तर हजुरबुबाको विश्वास डगमगाएन। उनी भन्थे, होइन, मेरो नातिले मलाई सिरक ल्याउँछु भनेको छ, ऊ आउँछ, उसले बाजेलाई कहिल्यै ढाड्दैन। एक दिन हिउँले पहाड ढाकेको थियो। गाउँलेहरूले देखे हजुरबुबा त्यही देउरालीको ढुङ्गामा अडेस लागेर बसिरहेका छन्। उनको शरीर हिउँ जस्तै चिसो भइसकेको थियो, तर उनका आँखाहरू अझै पनि त्यही बाटोतिर हेरिरहेका थिए जहाँबाट पेम्बा आउनुपर्ने थियो। नाति सहरको धुलोमा बिलायो, हजुरबुबा पहाडको हिउँमा बिलाए। बीचमा बाँकी रह्यो त केवल एउटा नभनिएको कथा र त्यो नफर्किएको न्यानो सिरकको बाचा।